विभिन्न महादेशका घाँसे मैदानहरूलाई कसरी सम्झिने त साथीहरू? एसियाका मान्छेहरू घाँसे मैदान देख्ने बित्तिकै डान्स गर्न सुरु गर्छन्। त्यो पनि स्टेप्स डान्स गर्ने हुनाले एसियाको घाँसे मैदानलाई स्टेप्स भनेर भन्ने गरेको पाइन्छ। त्यस्तै अफ्रिकामा चाहिँ घाँसे मैदानमा भेडा ल्याएर चराउने गर्छन्। घाँसे मैदानमा भेडा ल्याएर चराउने हुनाले अफ्रिकाको घाँसे मैदानलाई चाहिँ भेल्ट भनेर भन्ने गरिन्छ। त्यस्तै उत्तर अमेरिकाको घाँसे मैदानमा प्यारा मान्छेहरू आएर गफ गर्ने गर्छन्। प्यारा मान्छेहरू आएर गफ गर्ने हुनाले उत्तर अमेरिकाको घाँसे मैदानलाई प्यरी भनेर भन्ने गरिन्छ। त्यस्तै दक्षिण अमेरिकाको घाँसे मैदानमा प्याज लगाउने हुनाले दक्षिण अमेरिकाको घाँसे मैदानलाई टेम्प्याज भनेर भन्ने गरिन्छ। त्यस्तै युरोपमा पनि एसियाको जस्तै घाँसे मैदान देख्ने बित्तिकै स्टेप्समा डान्स गर्ने गर्छन्। त्यसैले युरोपको घाँसे मैदानलाई पनि स्टेप्स भनेर भन्ने गरेको पाइन्छ। र अन्तिममा रहेको छ अस्ट्रेलिया महादेश सबैभन्दा डाउन्समा रहेको महादेश हो। सबैभन्दा डाउन्समा रहेको महादेश भएकाले अफ्रिकाको घाँसे मैदानलाई डाउन्स भनेर भन्ने गरेको पाइन्छ।